एसएस राजामौलीको आरआरआरमा दुई जना हिरो हुँदाहुँदै पनि फिल्मको सुरु एकजना सानी केटी मल्लीबाट हुन्छ। मल्लीलाई ब्रिटिसर्सले उठाएर लगेपछि उसलाई बचाउन पछि फिल्मको प्रोटागोनिस्ट भीम आउँछ। त्यसपछि भीमलाई समात्न फिल्मको अर्को प्रोटागोनिस्ट राम आउँछ। एक फेरि यसरी सोचौँ त, यदि मल्ली नहुने हो भने आरआरआरको कथा नै सुरु नहुने रहेछ, भीम दिल्ली नै नआउने रहेछ। तर मल्ली फिल्मको मेन क्यारेक्टर त होइन। फिल्म उसको छेउछाउ घुमे पनि कथा उसको बारेमा मात्र होइन, कथा त ती दुई हिरोहरूले ब्रिटिस एम्पायर विरुद्ध गरेको लडाईको बारेमा हो। अब यसरी पनि सोचौँ, यदि मल्लीको साटो ब्रिटिसर्सले अरू कसैलाई उठाएर लगेको भए, चाहे त्यो एउटा प्रेग्नेन्ट महिला होस्, चाहे त्यो एउटा बुढो बाजे होस्, कथालाई धेरै असर पर्ने थिएन। भीम त्यो मान्छेलाई बचाउन दिल्ली आउँथ्यो नि। ल ठिक छ, मान्छेको साटो कुनै एउटा मूर्ति उठाएर लगेको भए, त्यो मूर्ति चाहिँ गोन्डो ट्राइबको कुलदेवताको मूर्ति थियो अरे। भीम र उसको गाउँको लागि एकदमै महत्त्वपूर्ण चिज। त्यति बेला पनि कथामा धेरै सुधार नगरी कथालाई अगाडि बढाउन मिल्छ, भीमलाई तानेर दिल्लीसम्म ल्याउन मिल्छ। भनेपछि मल्लीको क्यारेक्टर फिल्ममा इम्पोर्टेन्ट रहेछ पनि रहेनछ पनि। कसरी? मल्ली आरआरआर फिल्मको मग्गफिन हो। मग्गफिन भनेको कुनै पनि एउटा यस्तो अब्जेक्ट वा एउटा मान्छे वा कुनै एउटा यस्तो उद्देश्य जसले चाहिँ फिल्मको क्यारेक्टरलाई एउटा एक्सन लिन प्रेरित गर्छ र फिल्मको कथालाई अगाडि बढाउन हेल्प गर्छ, तर जसको बारेमा हामी अडियन्सलाई कुनै मतलब हुँदैन। आरआरआर फिल्ममा मल्लीको बारेमा हामी अडियन्सलाई त्यति चासो हुँदैन। हामीलाई थाहा छ कि उसलाई बचाउनु नै हाम्रो हिरोको उद्देश्य हो र कथामा केही हदसम्म जे पनि हुन्छ उसलाई बचाउनुको निम्ति नै हुन्छ, तर हामी एज एन अडियन्स राम र भीमलाई बढी चासो दिइरहेका हुन्छौँ मल्लीलाई भन्दा। मल्ली हाम्रो लागि इम्पोर्टेन्ट छ भनेर हामी सोच्दैनौँ, मल्ली हाम्रो हिरोको लागि इम्पोर्टेन्ट छ भनेर हामी सोच्छौँ। एल्फ्रेड हिचकक, वान अफ द ग्रेटेस्ट फिल्म मेकर अफ अल टाइमको अनुसार मग्गफिन भनेको एउटा यस्तो चिज हो जसको बारेमा फिल्मको क्यारेक्टरले एकदमै धेरै केयर गर्छ, तर अडियन्सलाई त्यसको कुनै वास्ता हुँदैन। अडियन्सलाई त त्यो क्यारेक्टरले त्यो चिजको किन त्यति धेरै केयर गर्छ भन्ने कुरामा मात्र ध्यान हुन्छ। नेपाली फिल्म लुटमा मग्गफिन के हुन सक्छ होला? यदि तपाईँले त्यो ब्याङ्कको पैसा वा त्यो लुट्न लागेको पैसा सोच्नुभयो भने तपाईँ सही हुनुहुन्छ। त्यही पैसा पाउने लक्ष्यले नै हाकु कालेले ब्याङ्क रबरीको मास्टर प्लान बनाउँछ। त्यही पैसा पाउने आशले नै अरू क्यारेक्टरहरू गोप्ले, नरे, खत्री र पाण्डे त्यस प्लानमा जोडिन्छ। क्यारेक्टरको मोटिभेसनै त्यही पैसा हो, कथालाई अगाडि बढाउने पनि त्यही पैसा हो, तर त्यो पैसाको बारेमा हामी अडियन्सलाई कुनै मतलब हुँदैन। हामीलाई त ती क्यारेक्टरहरूले कसरी त्यो पैसा लुट्छन् भन्ने कुरामा मात्र ध्यान हुन्छ। यदि त्यो पैसाको ठाउँमा 50 तोला सुन भइदिएको भए वा कुनै अमूल्य हिरा भइदिएको भए कथा त्यही नै हुन्थ्यो। जबसम्म त्यो चिज फिल्मको क्यारेक्टरको लागि भ्यालुएबल छ तबसम्म कथा अघि बढिरहेको छ। लुट मात्र होइन, प्राय जसो हाइस्ट फिल्ममा चोरले चोरी गर्न लागेको चिज नै मग्गफिन हुन्छ। अब वान अफ माई फेभरेट फिल्म र वान अफ द फाइनेस्ट फिल्म एभर मेड, विजय सेतुपतिको महाराजामा मग्गफिन के हुन सक्ला? यदि तपाईँले लक्ष्मी सोच्नुभयो भने तपाईँ सही हुनुभयो र गलत पनि हुनुभयो। कसरी? मग्गफिन हुनलाई चाहिने 3वटा पोइन्टहरू याद गरौँ। पहिलो, त्यो चिजले क्यारेक्टरलाई कुनै काम गर्न अघि ठेल्नुपर्छ। लक्ष्मी हराएपछि त्यसको कम्प्लेन गर्न महाराजा पुलिस स्टेसनमा पुग्छ। सोधपुछपछि थाहा हुन्छ कि लक्ष्मी त एउटा पुरानो थोत्रो फलामको डस्टबिन रहेछ। त्यो थाहा पाउन साथ पुलिसले महाराजालाई उठाएर पुलिस स्टेसन बाहिर फालिदिन्छ। दोस्रो पोइन्ट, मग्गफिनले कथालाई अगाडि बढाउनुपर्छ। महाराजाले घुस दिएपछि पुलिसले लक्ष्मीलाई खोज्न थाल्छ। उनीहरूले त त्यस्तै देखिने अर्को डस्टबिन पनि बनाउन थाल्छ। महाराजा पनि लक्ष्मी पाउने आशले दिनभरि पुलिस स्टेसनमै बस्छ। तेस्रो पोइन्ट, त्यो चिज अडियन्सको लागि इम्पोर्टेन्ट हुनु हुँदैन। अब कुरा यहाँ आएर इन्ट्रेस्टिङ हुन्छ। फिल्मको फर्स्ट हाफसम्म लक्ष्मीलाई मग्गफिन भन्न पाइयो किनभने हामी एउटा साधारण डस्टबिनको मात्र कुरा गरिरहेका छौँ। सानोमा त्यो डस्टबिनले महाराजाको छोरीको ज्यान बचाएको हुनाले त्यसको इम्पोर्टेन्स फिल्मभित्र पनि महाराजालाई मात्र हुन्छ। तर फिल्मको सेकेन्ड हाफमा जब हामी थाहा पाउँछौँ कि लक्ष्मी त एउटा बाहना मात्र हो, ऊ त ती अपराधीहरूसम्म पुग्न चाहन्छ जसले उसको छोरीमाथि हमला र बलात्कार गर्यो, त्यति बेला लक्ष्मीको इम्पोर्टेन्स अडियन्सलाई पनि फिल हुन्छ। अब लक्ष्मी मग्गफिन मात्र नभएर एउटा यस्तो चिज बन्यो जसको इमोसनल वेट र सेन्टिमेन्टल भ्याल्यू छ। कथा यसरी लेख कि एक्जिस्टिङ रुलहरूलाई पनि बेन्ड गर्न सकोस्। समय, फिल्म र फिल्म मेकर अनुसार मग्गफिनको अर्थ र प्रयोग फरक तरिकामा हुँदै आएको छ। कति डाइरेक्टरहरू त मग्गफिन अडियन्सको लागि पनि इम्पोर्टेन्ट हुनुपर्छ भनेर मान्दछन्। कथालाई युनिक र बलियो बनाउन फिल्म मेकरहरूले आफ्नै क्रिएटिभ ढङ्गमा मग्गफिनलाई पर्दामा उतारेका छन्। तर यदि तपाईँहरूलाई प्योर मग्गफिनको इक्जाम्पलहरू हेर्न मन छ भने हिचककको साइको हेर्नुहोस्, हिचककको नर्थ बाई नर्थ वेस्ट हेर्नुहोस्, ट्यारेन्टिनोको पल्प फिक्सन हेर्नुहोस्, मिसन इम्पोसिबल 3 हेर्नुहोस् र यो भिडियो मन परे यसलाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस्। यति भन्दै आजको भिडियो यहीँ सकाउँदैछु। थ्याङ्क यू फर वाचिङ। बल होइन पासा, दिमाग लगा दिमाग।